हे गाइस, आज म तपाईँलाई चाहिँ कसरी मिररिङ गर्न सिकाउँदैछु। जसमा चाहिँ हामीले सुरुमा चाहिँ इक्विपमेन्टहरू चाहिँ मोबाइल चाहियो, अनि एउटा ल्यापटप अनि युएसबी केबल चाहिन्छ, जसमा चाहिँ तपाईँहरूले चाहिँ मिरर गर्न सक्नुहुन्छ। जसमा चाहिँ यसले चाहिँ धेरै हेल्प गर्छ। यसले चाहिँ यो युएस केबलले चाहिँ, जसमा चाहिँ तपाईँले चल्ने युएस केबल चाहिँ कनेक्ट होस् ल्यापटपसँग अनि मोबाइल चाहिँ साथमा। त्यही भएर स्टार्ट गरौँ है त। यस पछाडि चाहिँ एउटा ब्राउजर खोल्नुपर्ने हुन्छ। ब्राउजरमा गएर अनि एउटा ब्राउजर ओपन गर्ने र यस पछाडि चाहिँ यहाँ चाहिँ सर्चमा गएर यो चाहिँ SCRCP वा स्क्रैप डट सर्च गर्ने अनि तल एउटा यो आउँछ। यो फर्स्ट कोर्समा क्लिक गर्ने अनि तल हेर्ने मिररिङको अप्सन छ अनि स्क्रैप डाउनलोड गर्ने, यहाँ यसरी डाउनलोड गर्ने। अनि यसमा चाहिँ कति ब्याट्स हाल्ने भन्दाखेरि चाहिँ हामीले विन्डोको चाहिएको अन्त म्याकबुकको अनि सबैको पाइन्छ। यहाँ चाहिँ लिनक्स पनि छ अनि हामीले चाहिँ 64 बाइट हाल्नु पर्ला। विन्डो 8 710मा 64 पनि हुन्छ, तर 7-8मा चाहिँ अलिक सानो भएर चाहिँ यसमा हाल्दा हुन्छ। अनि यसमा गर्ने अनि यसलाई इन्स्टल गर्ने, कन्फर्म गर्ने। यस पछाडि चाहिँ यस्तो आउँछ अनि डाउनलोड जाने, डाउनलोड हुन्छ। यहाँ माथि एउटा डाउनलोड भयो देखाउँछ। हेर्नुहोस्, जिप फाइलमा आउँछ चाहिँ जिपलाई पनि ओपनिङ नम्बर सिकाउँछु। यसले जिप फाइलमा यता फाइलमा जाने अनि यता चाहिँ डाउनलोडमा हुन्छ। डाउनलोडमा जाने यसलाई चाहिँ एक्सट्र्याक्ट अल गर्ने, यता क्लिक गर्ने अनि नेक्स्ट स्टेप चाहिँ एक्सट्र्याक्ट अल गर्ने यसलाई। अनि यो चाहिँ एक्सट्र्याक्ट भएर चाहिँ आउँछ है त। कुनै फाइल जिपमा छ भने चाहिँ एक्सट्र्याक्ट गरेर गर्नु खोल्नुपर्छ त्यसले चाहिँ, अनि त्यसलाई चाहिँ फुल त्यो देखाउँछ। अनि यसमा जाने अनि यो भयो हाम्रो, यही चाहिँ चलाउनु पर्ने हामी। अनि त्यसबाट चाहिँ हामीले मोबाइलको स्क्रिन पर्ने हुन्छ। मोबाइलको स्क्रिनमा आयो त यो भयो, यति भयो, प्रोसेसिङ सब भयो होइन। डेस्कटपमा जाने, यता आइसक्यो मेरो डेस्कटपमा। यसमा गएर अब चाहिँ मोबाइलको स्क्रिनमा जाने है त। अब चाहिँ हामीले नेक्स्ट स्टेप चाहिँ मोबाइललाई र उयोलाई युएसबी केबलसँग जोड्ने अनि यस्तै कनेक्ट गरिदिने। कनेक्ट भयो भने देखायो होइन। अब ड्रिब्लिङ युजर भन्ने देखायो माथि, भइसक्यो होइन। यो ड्रिब्लिङ के छ समथिङ के छ नि, त्यो कनेक्ट भयो। अनि यहाँ गएर चाहिँ अघि यिनीहरूको त्यो जिप खोलेको छ नि, जिप फाइल, त्यो चाहिँ ओपन गर्ने। ओपन गरेपछि चाहिँ तलको हुन्छ नि
यो सबै डाटाहरू हो त्यसकै जिप फाइलकै डाटाहरू यो चाहिँ नकाट्ने हुन्छ। अनि तल स्क्रिपिङ भन्ने दिएको छ नि तल जस्तो उसको एन्टिभाइरस टाइपको दिएको छ नि एन्टिभाइरस नि यो टाइपको देखिँदैन भने त हरियोमा दिएको छ त्यो डटमा क्लिक गर्ने चाहिँ आफै त्यो गर्छ कस्टमाइज गरेर कनेक्ट गरिदिन्छ। अनि यो यसमा चाहिँ अलो गर्ने नगर्ने उसमा चाहिँ देखाउँछ ओके गरिदिने अनि डाइरेक्ट इन्टर गर्ने। अनि यहाँ चाहिँ तपाईँको एकछिन हो यसरी चाहिँ हाम्रो स्क्रिन सेयर हुन्छ र यस पछाडि चाहिँ हाम्रो यसरी स्क्रिन सेयर अनि यहाँबाट चाहिँ म्युजिक प्लेहरू सबै गर्नु पाइन्छ। यसरी चाहिँ स्क्रिन रेकर्ड हुन्छ स्क्रिन रेकर्ड स्क्रिन मिररिङ हुन्छ जसमा तपाईँले चाहिँ अरूमा चाहिँ तपाईँले चाहिँ त्यो के अरे धेरै गऱ्यो भने चाहिँ खर्च हुन्छ त्यही भएर चाहिँ खर्च भन्दा नि धेरै कस्ट पैसा लाग्ने हुन्छ त्यसमा चाहिँ फ्री अफ कस्ट यो चाहिँ एउटा है इजी वे चाहिँ यही हो। अनि है त